कफी हामी मध्ये धेरैलाई मनपर्छ। आज यसको फाइदा र सही मात्राबारे कुरा गरौँ न त। दिनहुँ पिइने यो कफी हाम्रो स्वास्थ्यको लागि अमृत हो कि विष? आउनुहोस् बुझौँ। ठिक मात्रामा पिएमा कफीले दिमाग र शरीर दुवैलाई साँच्चीकै फाइदा गर्छ। तर त्यो ठिक मात्रा भनेको कति हो त? ल हेरौँ है त। एक स्वस्थ मानिसको लागि दिनको 2 देखि 3 कप कफी एकदमै राम्रो मानिन्छ। यो भनेको लगभग 400 मिलिग्राम क्याफिन हो। विज्ञहरू भन्छन् यो भन्दा बढी चाहिँ लिनु हुँदैन। अब यदि यो लिमिट नाग्यो भने के हुन्छ? हो, यसले केही नकारात्मक असरहरू पनि गर्न सक्छ। सबैभन्दा पहिलो र सामान्य असर त निद्रामै देखिन्छ। रातको निद्रा नै गडबड हुन सक्छ। यसले मुटुको धड्कन बढाउने, चिन्ता र बेचैनी गराउने जस्ता समस्याहरू पनि ल्याउन सक्छ। कफी एसिडिक पनि हुन्छ, त्यसैले धेरै पिउँदा ग्यास्ट्रिक र एसिडिटीको समस्या बढ्न सक्छ। यसबाहेक कफीको लत लाग्ने, डिहाइड्रेसन हुने र हड्डी कमजोर हुने जस्ता जोखिमहरू पनि छन्। अब ध्यान दिनुपर्ने कुरा के छ भने केही व्यक्तिहरूले चाहिँ अझै बढी होशियार हुनुपर्छ। जस्तै गर्भवती महिला, उच्च रक्तचाप वा ग्यास्ट्रिक भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ। त्यसो भए कफीलाई कसरी स्वस्थ तरिकाले पिउने त? आउनुहोस् केही टिप्स हेरौँ। जस्तै खाली पेटमा नपिउने, बेलुका ढिलासम्म नपिउने र चिनी कम हाल्ने। यी साना बानीले ठूलो फरक पार्छ। एउटा रमाइलो तथ्य, कफी पिउने सबैभन्दा राम्रो समय बिहान 9:30 देखि 11:30 बजेसम्म हो। त्यसैले कफी होस् वा अरू केही, सन्तुलन नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।